यतिकै र्यान्डमली यो भिडियो बनाउँदै थिएँ। यो बालुवाको जुन भिडियो देख्नु भएको छ नि, यो भिडियो मा भएको जुन बालुवाहरू छ, त्यो बालुवाको सानो कण जति पनि हाम्रो अस्तित्व अनि साइज छैन यो युनिभर्सको लागि के। यो युनिभर्स यति ठुलो छ, यति ठुलो विशाल छ, त्यसको लागि हामी मानवको त कुरै छोडिदिउँ, यो पृथ्वी पनि त्यति सानो छ के। एउटा सानो तपाईलाई म भिडियो देखाउन चाहन्छु कि हामी कुन स्थानमा कहाँ छौँ भनेर। एउटा मान्छेले यहाँ अर्थमा बसेर एउटा सानो क्यामेराले रकेट उडाउँदैछ। त्यसलाई ड्रोनको माध्यमबाट तपाईले हेर्न सक्नुहुन्छ यो कस्तो छ। यसरी जुम इन जुम आउट गरेर यो माथि जाँदैछ, यति स्पिडमा गएको छ। ल हेर्नु हामी कहाँ छुटेका छौँ, हामी कहाँ छौँ यो पृथ्वीमा, हामी मान्छे कहाँ हराइरहेका छौँ यो पृथ्वीभित्र। अनि यो पृथ्वी पनि हराइराखेको छ यो युनिभर्सभित्र। यो मैले यत्तिकै देखाएको मात्रै होइन, यो रियालिटी हो। हाम्रो पृथ्वी हावामा छ, सबैलाई थाहा छ। यदि तपाईले आफ्नो मानवको बारेमा, आफ्नो अस्तित्वको बारेमा थोरै अलिकति जानकारी लिन खोज्नुभयो, पढ्न खोज्नुभयो, बुझ्न खोज्नुभयो भने हाम्रो मानवताको स्थान, मानवको अस्तित्व यो युनिभर्सको लागि अति नै सानो छ। हामी मात्रै अहिलेसम्मको, हामी मात्रै यो पृथ्वीमा मानव भेटिएको छ। अहिलेसम्म कुनै ग्रहहरूमा भेटिएको छैन। ल हेर्नुहोस्, जुम गर्दै गइसकेपछि यहाँ ग्रहहरू, कति ग्रहहरू छन्। ल यो ग्रहहरू आफ्नै स्थानमा बसिरहेका छन्, आफ्नै स्थानमा घुमिरहेका छन्। यस्तै गरी पृथ्वी पनि आफ्नै स्थानमा यो सोलर सिस्टम भित्र, युनिभर्स भित्र घुमिरहेको छ। हामीले यदि यो ब्रह्माण्डलाई, यो युनिभर्सलाई बुझ्ने कोसिस गर्यो भने हामीले आफ्नो अस्तित्व बुझ्छौँ। यदि तपाईले आफ्नो मृत्युको बारेमा तपाईले सम्झिनु भयो, बुझ्नु भयो भने तपाईले पाप गर्न डराउनुहुन्छ। तपाईलाई थाहा छ कि यो टेम्पोररी हो, हामीले छोडेर जाने हो, जन्मपछि मृत्यु हुन्छ भन्ने तपाईलाई थाहा छ। यो जुन युनिभर्स मैले यहाँ देखाइरहेको छु, यो जुन ग्यालेक्सीहरू देखाइरहेको छु, तपाईँ आफैले सोच्नु होला यहाँभित्र हामी कहाँ छौँ त, कहाँ एडजस्ट गर्दैछौँ त। यति ठुलो छ, यति विशाल छ। यो मैले त्यत्तिकै भनेको होइन, यो साइन्सले प्रुफ भएर बताएको चिजहरू। अनि यो भिडियो जुन देख्नु भएको छ, यो बिग ब्याङ हो। यो बिग ब्याङ भित्र ग्यालेक्सीहरू, युनिभर्सको चिजहरू सबै समावेश भएको छ। यसमा तपाईले सोच्नुभयो भने हाम्रो अस्तित्व कहाँ छ, तपाईँ आफैले विचार गर्नु होला। त्यसैले हाम्रो अस्तित्व, हाम्रो मानव, हामी अति नै सानो छौँ यो युनिभर्स, यो ब्रह्माण्डमा। त्यसैले मनमा शान्ति, घमण्ड नलिनु होला, शान्ति राख्नु होला, दुखी गरिबलाई हेल्थ राख्नु होला, र सबैभन्दा योरसेल्फ, आफूलाई चाहिँ आफूले माया गर्नु होला। र तपाईले बुझ्नु होला एक दिन हामी सबैले छोडेर जाने हो। यस्तै यस्तै भिडियो हेर्नको लागि फलो, लाइक गर्नु होला। थ्याङ्क यू सो मच।